नमस्कार सबै विद्यार्थी भाइ-बहिनीहरुमा। आज चाहिँ मैले यस अकाउन्ट सब्जेक्ट अन्तर्गत कक्षा 12 को अकाउन्ट सब्जेक्ट अन्तर्गत अकाउन्टिङ फर शेयर्स च्याप्टरको मैले केही न्युमेरिकल प्रब्लम्सहरु ल्याउँदै छु। जुन चाहिँ इन्स्टलमेन्ट बेसिसको न्युमेरिकल प्रब्लम्सहरु जुन इस्यु शेयर्स एन्ड पारमा इस्यु भएको शेयर इस्यु भएको सँग रिलेटेड न्युमेरिकल प्रब्लम्सहरुको सोलुसन लेखेको छु। एकदम फर्स्टको एकदम इजी न्युमेरिकल्समा पर्छ यो एट पारमा। यो बुद्ध पब्लिकेसन सबैसँग बुद्ध पब्लिकेसन पठाउनु होला। बुद्ध पब्लिकेसन तपाईहरुसँग बुक छ भने त्यसको क्लास वर्क 4 हेर्नु होला, CW4 हेर्नु होला। त्यसमा तपाईलाई क्वेशन दिएको छ इस्यु अफ शेयर एट पार दिएको छ। पारमा जति तपाईको फेस भ्यालु छ त्यति नै सेम त्यही फेस भ्यालुमै उले के गरिरहेको छ त शेयर सोल्ड गर्ने गरिरहेको छ, शेयर इस्यु गरिरहेको छ है। शेयर इस्यु गरिरहेको छ, जति छ फेस भ्यालु त्यतिमै शेयर इस्यु गरिरहेको छ कम्पनीले। अब शेयर कतिवटा शेयर छ, कतिवटा शेयर इस्यु गरेको छ भन्दा तपाईलाई टोटल 5000 शेयर इस्यु गरेको छ। अनि अब पारमा भन्ने बित्तिकै 100 फेस भ्यालु छ भने के भनेको त यो 100 रुपैयाँ नि भयो। प्राइस पर शेयर भनेको एउटा शेयर कति रुपैयाँ भयो, 100 रुपैयाँ भयो। अब यहाँनिर के गरेको छ भने तीनवटा स्टेपमा यो शेयरको मनी चाहिँ रिसिभ गर्दैछ। इन्स्टलमेन्ट बेसिस भइहाल्यो। इन्स्टलमेन्ट बेसिसमा त्यो 3 वटा स्टेप जुन 3 वटा स्टेपमा अब पैसा चाहिँ कलेक्सन गर्नेवाला छ। एकचोटी एप्लिकेसनको टाइममा उले 20 रुपैयाँ कलेक्सन गर्नेको छ। त्यसपछि एलोटमेन्टको टाइममा 30 रुपैयाँ कलेक्सन गर्ने भनेर क्वेशनमै दिएको छ। अनि यतापट्टि शेयर फर्स्ट एन्ड फाइनल कल एउटै कल छ, शेयर फर्स्ट एन्ड फाइनल कल भन्ने भयो। त्यसमा चाहिँ 50 रुपैयाँ कलेक्सन गर्ने भनेर उले क्वेशनमै दिइसकेको छ। अब यसको जर्नल एन्ट्री हेर्दाखेरि तपाईले जर्नल एन्ट्री फर्स्टमा अब कम्पनीको नेम लेख्नु पर्यो, जर्नल एन्ट्री भनेर लेखिहाल्नु हुन्छ। त्यसपछि एप्लिकेसनको टाइममा पनि दुईटा जर्नल एन्ट्री गर्ने भयो है। फर्स्टमा के हुने भयो, एप्लिकेसनकै टाइममा फर्स्टमै बैंकलाई के हुन्छ, कम्पनीलाई के हुन्छ, एप्लिकेसनकै टाइममा पैसा आउँछ हैन। पैसा कति कलेक्सन गर्छ कम्पनीले भन्दाखेरि 5000 * 20 त्यो तपाईको एप्लिकेसनको टाइममा 20 रुपैयाँ कलेक्सन गर्ने भनेको छ भनेपछि 5000 शेयर एउटा शेयरको 20 रुपैयाँ टोटल 1 लाख रुपैयाँ आउने भयो। 1 लाख रुपैयाँ चाहिँ के हुने भयो त यतापट्टि कम्पनीको बैंक एकाउन्टमा आउने भयो हैन। बैंक एकाउन्टमा आउने भयो, त्यही भएर बैंक एकाउन्ट के हुने डेबिट हुने हो। अब यो के बापत आएको पैसा, के बापत यो बैंकमा पैसा आयो भन्दाखेरि एप्लिकेसनको टाइममा पैसा आएको। टु शेयर एप्लिकेसन अकाउन्ट भनेर क्रेडिटबाट साइडमा 1 लाख रुपैयाँ लेखिदिने हैन। अनि न्यारेसनमा तपाईले सम्झिनु होला जहिले पनि बीइङबाट स्टार्ट भइहाल्छ। बीइङ एप्लिकेसन मनी रिसिभ्ड है। यो फर्स्ट स्टेपमा चाहिँ फर्स्ट जर्नल एन्ट्रीमा चाहिँ मनी रिसिभ्ड भएको छ, सुरुमै रिसिभ्ड भएको छ है। एप्लिकेसनको टाइममा सुरुमै रिसिभ्ड हुन्छ नि त हैन। एप्लिकेसनको टाइममा सुरुमै मनी रिसिभ्ड हुन्छ। सम्झिनु होला बीइङ एप्लिकेसन मनी रिसिभ्ड भएको अन 5000 शेयर्स हैन। 5000 शेयर्स सबैमा 5000 शेयर्स हो यो शेयर इस्यु गरेको छ। अनि कति छ एप्लिकेसनको मनी भन्दाखेरि @rupees 20 इच भनेर यसरी तपाईले न्यारेसन लेख्नुपर्छ है। जहिले पनि बीइङबाट स्टार्ट। अब कुन टर्मको हो यो, कुन स्टेपको, एप्लिकेसनको स्टेप हो कि एलोटमेन्टको हो कि अनि अथवा शेयर कल वाला हो कि हैन त्यो लेख्ने। त्यसपछि मनी ड्यू हो कि रिसिभ्ड हो त्यो लेख्ने अथवा ट्रान्सफर हो त्यो लेख्ने। त्यसपछि कति छ त्यसको शेयर अनि कति रुपैयाँ उठेको हो त एप्लिकेसनको टाइममा अथवा त्यो स्टेपमा कति पैसा उठेको हो त भनेर त्यो त्यसको मनीले चाहिँ के गर्नु पर्यो, देखाउनु पर्यो। यो एप्लिकेसनको मनी कति छ भनेर त्यो देखाउनु पर्यो। यहाँनिर यसरी लेख्नु पर्यो। त्यसपछि सेकेन्ड स्टेपमा अब यसैको एप्लिकेसनको टाइमको अर्को जर्नल एन्ट्रीमा के गर्नु पर्यो भन्दाखेरि जुन शेयर एप्लिकेसन अहिले क्रेडिटमा लेख्नु हो यसलाई डेबिटमा लेख्नुस्। यसरी सम्झिनु होला अघि क्रेडिटमा थियो यसलाई शेयर एप्लिकेसनमा अब यो डेबिटपट्टि लेख्ने यसलाई। अनि यो एप्लिकेसन मनी चाहिँ कता गएर ट्रान्सफर गर्ने भन्दाखेरि शेयर क्यापिटलमा ट्रान्सफर गर्नुपर्छ। जुन हामीले शेयर एप्लिकेसनको मनी हामीले रिसिभ गरेका थियौँ त्यो चाहिँ हामीले शेयर एप्लिकेसनमा लगेर ट्रान्सफर गर्नुपर्ने हो। वास्तवमा यो शेयर इस्यु भएको किन भन्दाखेरि शेयर क्यापिटल बढाउनको लागि है। हामीले शेयर कम्पनीले शेयर किन इस्यु गर्छ भन्दाखेरि आफ्नो क्यापिटल पुँजी बढाउनको लागि, ताकि उसले चाहिँ के गरोस् आफ्नो बिजनेसलाई ठुलो बनाउन सकोस् हैन, बिजनेसलाई एक्सपान्ड गर्न सकोस् हैन। त्यसको लागि उसले क्यापिटल कलेक्सन गरेको के वास्तवमा क्यापिटल बढाउने प्रयास गरेको। त यो मनी जति पनि उसले के गर्ने भयो त शेयर क्यापिटलमा ट्रान्सफर गर्छ सेकेन्ड स्टेपमा। अब यहाँ त्यही लेख्नु पर्यो बीइङ एप्लिकेसन मनी हो नि त। एप्लिकेसन मनी चाहिँ के भएको त ट्रान्सफर गरेको केमा, शेयर क्यापिटलमा ट्रान्सफर गरेको टु शेयर क्यापिटल अकाउन्ट भनेर यसरी लेख्नु। अब अर्को स्टेपमा के हुन्छ हामीले एलोटमेन्टको बनाउनु पर्छ। एलोटमेन्टको दुईटा तपाईले जर्नल एन्ट्री बनाउनु पर्यो। फर्स्टमा अब यहाँ चाहिँ ठ्याक्कै यसको उल्टो जस्तो हुन्छ। जस्तै यसको यो सेकेन्ड स्टेप यो फर्स्ट स्टेप हुने भयो, यसको यो फर्स्ट स्टेप जस्तो चाहिँ यो सेकेन्ड स्टेप जस्तो हुने भयो। अब सबैमा यो फर्स्ट यो एप्लिकेसनको अरु सबैमा चाहिँ उल्टो जस्तो हुन्छ हैन। एलोटमेन्टमा सेम हुन्छ अथवा कलहरुमा पनि सेम हुन्छ, तर यो एप्लिकेसन मात्र अलिकति फरक हुन्छ। अब सुरुमै के हुन्छ एलोटमेन्ट टपिक छ, सम्झनालाई तपाईलाई सजिलो हुन्छ। सुरुमै एलोटमेन्ट त्यही एलोटमेन्ट लेख्नुस्। यहाँ शेयर क्यापिटल अकाउन्ट शेयर एलोटमेन्ट अकाउन्ट डेबिट भनेर लेख्नुस्। अनि हाम्रो शेयर कति इस्यु भएको 5000, रेट कति छ एलोटमेन्टको 30, यसले इन्टु गर्दा 1.5 लाख रुपैयाँ आयो। अनि यो मनी केमा ट्रान्सफर के गर्नु पर्यो भन्दाखेरि शेयर क्यापिटलमा ट्रान्सफर गर्नु पर्यो। यो शेयर क्यापिटलको लागि हो यो टु शेयर क्यापिटल अकाउन्ट भनेर फेरि तपाईले के गर्नु पर्यो, मनी पैसा लेख्नु पर्यो।
अनि यतापट्टि न्यारेसनमा सम्झिनु होला बिङ सेयर एलोटमेन्ट। सेयर एलोटमेन्टको मनी के भएको छ, मनी ड्यू हैन, हामी माग गर्दैछौँ, पैसा माग गर्दैछौँ, पैसा लिन बाँकी छ। अन 5000 सेयर्स एट ₹30 इच हैन, 5000 सेयर हो, यसको एलोटमेन्टको प्राइस ₹30। अब हाम्रो अर्को स्टेपमा चाहिँ अब चाहिँ हामीले पैसा पाइन्छ। यो स्टेपमा हामीले के गर्छौँ, पछि पैसा माग्दैछौँ, पैसा लिन बाँकी छ भनेर सम्झाउँदैछौँ, रेकर्ड गर्दैछौँ। अब यो स्टेपमा चाहिँ के गर्नु पर्यो, हामीले पैसा चाहिँ अब पाउनेछौँ। अब यो स्टेपमा चाहिँ फर्स्टमा तपाईँले के गर्नु पर्यो, ब्याङ्क एकाउन्ट डेबिट भनेर लेख्नु पर्यो। अब पैसा आउँछ हैन, अघि माग गरियो, अघि माग गरियो यो स्टेपमा, अथवा यो स्टेपमा लिन बाँकी छ भनेर पनि भनियो, अथवा माग पनि गरियो सँगै। अनि यो स्टेपमा चाहिँ पैसा आयो, पैसा ब्याङ्कमा आयो, त्यही भएर ब्याङ्क एकाउन्ट डेबिट भनेर लेख्ने। मनी त्यही नै हो, त्यही पैसा आउने हैन, केही फरक छैन। त्यो 1.5 लाख रुपियाँ आउन बाँकी, त्यो एलोटमेन्टको टाइममा त्यो 1.5 लाख रुपियाँ आयो ठ्याक्कै। त्यो सेयर एलोटमेन्ट। अघि यो सेयर एलोटमेन्ट डेबिटमा थियो, अब यही सेयर एलोटमेन्ट चाहिँ के हुन्छ, क्रेडिटमा हुन्छ। अब सम्झनालाई पनि अझ के सजिलो गर्न सकिन्छ भन्दाखेरि जस्तै एप्लिकेसनको टाइममा यो जर्नल इन्ट्रीमा पनि सेयर एप्लिकेसन कतै न कतै हुन्छ, यो अर्को जर्नल इन्ट्रीमा पनि सेयर एप्लिकेसन। यदि एप्लिकेसनको टाइममा चाहिँ दुईचोटि आउँछ, यो स्टेपमा पनि सेयर एप्लिकेसन आउँछ, यो स्टेपमा सेयर एप्लिकेसन आयो। अनि यो एलोटमेन्टको टाइममा पनि यहाँ पनि सेयर एलोटमेन्ट आउँछ, यो जर्नल इन्ट्रीमा पनि, यो सेकेन्ड जर्नल इन्ट्रीमा एलोटमेन्ट आउँछ। सेयर फर्स्ट एन्ड फाइनल कलमा यहाँ पनि जर्नल इन्ट्री सेयर फर्स्ट एन्ड फाइनल कल आउँछ, अथवा यहाँ पनि सेयर फर्स्ट एन्ड फाइनल कल आउँछ। यसरी दुईचोटि आउँछ है, त्यो चाहिँ सम्झिनु पर्यो। अनि एक न एकचोटि ब्याङ्क एकाउन्ट हुन्छ, यो पनि सम्झिनु पर्यो। ब्याङ्कमा पैसा आउने हो, यहाँ पनि पैसा आउने हो, यहाँ सेकेन्ड स्टेपमा आयो, यहाँ पनि सेकेन्ड स्टेपमा आयो। यहाँ चाहिँ फर्स्ट स्टेपमा आउँछ एप्लिकेसनको टाइममा, यहाँ चाहिँ सेकेन्ड जर्नल इन्ट्रीमा तपाईँले के गर्नु पर्यो, सेकेन्ड जर्नल चाहिँ ब्याङ्क अकाउन्ट डिआर भनेर लेख्नु पर्यो। ब्याङ्क एकाउन्ट डिआर भनेर लेख्नु, पैसा आउँछ मात्र है, यो पारमा पैसा आउँछ मात्र। यसमा नर्मल यस्तोमा तपाईँको पैसा आउने मात्र काम हुन्छ। अब सेकेन्ड स्टेपमा के गरियो, ब्याङ्क एकाउन्ट डेबिट भनेर लेखियो, टोटल हाम्रो कति छ 1,50,000। अनि यसलाई के गर्नु पर्यो, सेयर एलोटमेन्ट बापत आएको पैसा हो, सेयर एलोटमेन्ट 1,50,000 छ। अब यहाँ पनि लेख्नु पर्यो बिङ सेयर एलोटमेन्ट मनी रिसिप्ट है, अघि चाहिँ मनी ड्यू थियो भने अहिले मनी रिसिप्ट भएको, एमाउन्ट त्यही नै हो, सेयर त्यही नै हो, त्यति नै सेयर @ ₹30 इच है। अब त्यसपछि फेरि यो फर्स्ट एन्ड फाइनल कल, मैले सम्झाउनको लागि माथि हेडिङ लेखेको, तपाईँले नलेख्दा पनि हुन्छ। यो एप्लिकेसन एलोटमेन्ट यो फर्स्ट एन्ड फाइनल कल भनेर नलेख्दा पनि हुन्छ। अब यो कन्डिसनमा चाहिँ यहाँ चाहिँ के छ भन्दाखेरि यो फर्स्ट एन्ड फाइनल कलमा फर्स्टैमा लेख्नु छ, सुरुमै यहाँ चाहिँ सेयर एलोटमेन्ट सुरुमै लेख्नु, यहाँ पनि फर्स्ट जर्नल इन्ट्रीमा सेयर फर्स्ट एन्ड फाइनल कल अकाउन्ट भनेर लेख्नु छ। सेयर छ कति 5000 वटा सेयर इस्यु भएको हो। अनि यो त के हो, फर्स्ट एन्ड फाइनल कल हो। त फर्स्ट एन्ड फाइनल कलको रुपिस कति छ, ₹50 छ प्राइस। त 50 ले यसलाई इन्टु गर्नु 2,50,000 आयो। अब यो के गर्नु पर्यो, सेयर क्यापिटल अकाउन्ट भनेर क्रेडिटपट्टि साइडमा तपाईँले लेख्नु पर्यो, सम्झिनु होला। अनि बिङ सेयर फर्स्ट एन्ड फाइनल कल मनी ड्यू हो नि त, यो ड्यूको स्टेप हो, यो ड्यू स्टेप माग गर्दैछौँ, पैसा माग गर्दैछौँ, अथवा लिनु बाँकी छ भनेर सम्झदैछौँ। अनि सेयर हाम्रो 5000 भइहाल्यो, अनि रेट भनेको 50 छ, ₹50 छ। अब अर्को स्टेपमा के हुन्छ, हाम्रो ब्याङ्कमा पैसा आउँछ, यो चाहिँ हामी पैसा माग गर्दैछौँ, पैसा लिनु बाँकी छ भनेर जर्नल इन्ट्री बनाउँदैछ। यो स्टेपमा सेकेन्ड स्टेपमा हामी पैसा आउँछ, ब्याङ्क एकाउन्ट डेबिट भनेर लेख्ने, पैसा त्यही नै आउने हो, त्यो हामीले जति हिसाब गरेका छौँ 2 लाख 2.5 लाख आउनु बाँकी, यहाँ पनि त्यति नै लेख्ने हो। अनि के गर्नु पर्यो त, यो सेकेन्ड यो क्रेडिटपट्टि साइडमा सेयर फर्स्ट एन्ड फाइनल कल अकाउन्ट भनेर लेख्नु पर्यो। अघि डेबिटमा थियो भने अहिले यसलाई क्रेडिटमा लेखिदिने। बिङ सेयर फर्स्ट एन्ड फाइनल कल मनी, यहाँ त रिसिप्ट हो नि त, सेकेन्ड स्टेप त रिसिप्ट भनेर लेख्ने, सेयर त्यति नै भइहाल्यो, रेट भनेको ठ्याक्कै ₹50, यतापट्टि सेयर फर्स्ट एन्ड फाइनलको रुपिस लेखिदिने। यति गरिसकेपछि तपाईँको यो क्लास 4 को जुन इस्यु अफ सेयर एट पार छ, जुन चाहिँ फिनिक्स कम्पनी लिमिटेड लेखेको छ, फिनिक्स कम्पनी लिमिटेड लेखेको छ, यसको चाहिँ तपाईँ हामीले जर्नल इन्ट्रीको सोल्युसन बनायौँ। यसै गरी आशा छ तपाईँहरूले पनि यसै गरी यो पारमा आएको जति पनि न्युमेरिकल प्रब्लम्सहरू तपाईँ बनाउन सक्नुहुन्छ र जर्नल इन्ट्री बनाउन सक्नुहुन्छ भनेर आशा गर्दै आउँदा भिडियोहरू पनि हेर्दै जानु होला। हामी कन्टिन्युसली यो जति पनि एकाउन्टिङ फर सेयर छ त्यसको कन्टिन्युसली बनाउँदै जानेछौँ न्युमेरिकल्सहरू। भिडियो हेर्दै गर्नु होला, साथ दिनु होला, च्यानललाई सब्सक्राइब, लाइक र कमेन्ट्स पनि गर्दै गर्नु होला। ओके, हस्त धन्यवाद।